हाई एभ्रिवान, यो चाहिँ मेरो छोराको बर्थडेको भ्लग हो हैन। तर म भर्खर पोस्ट गर्दैछु 1 वर्षको बर्थडेको भिडियो। तर मेरो छोरा 2 वर्ष हुन आँटिसक्यो। म भर्खर पोस्ट गर्दैछु किनभने मलाई थाहा नै थिएन क्या यो भिडियो चाहिँ ड्राफ्टमा नै रहेछ। अनि यहाँ चाहिँ यतिको डेकोरेसन चाहिँ साली भिनाजुले मिलेर बनाउनु भएको थियो। मैले बनाउँदै गरेको चाहिँ भिडियो भएन छ। अनि हामी चाहिँ फोटो खिच्न खोज्दै थियौँ, छोरोले फोटो खिच्नै मानेन। अनि अब चाहिँ यहाँ चाहिँ केक काट्ने टाइम हुँदै थियो। केक काट्यौँ हामीले। अनि यहाँ दिव्यांशलाई अब उसले आफै त काट्न सक्दैन नि त, सानै छ। अनि उसलाई म हेल्प गर्दै थिएँ केक काट्नलाई। अनि उसले चाहिँ केक काटिसकेर उसको बाबालाई खुवाइदिँदै छिन्। तर यो नानीहरू सानो हुँदाखेरि चाहिँ नगरिदिँदै राम्रो हुँदो रहेछ क्या। कति धेरै अब झन्झट मान्छन् नि त, सुरुमा एकैछिन मात्रै हो रमाइलो मान्ने उनीहरूले। अनि यो भिडियो पनि पोस्ट गर्न मलाई अल्छी लाग्छ क्या, किनभने कति मेहनत गरेर बनायो, लाइक पनि आउँदैन, भ्युज पनि आउँदैन। अनि त्यही भएर मलाई अझै चाहिँ भिडियो पनि बनाउन मन लाग्दैन क्या। अनि सबैजनाले चाहिँ पालो टिका लगाइदिँदै हुनुहुन्छ। हामी चाहिँ नजिकको आफन्तहरू थियौँ। यहाँ चाहिँ त्यति धेरै चाहिँ थिएनौँ, अब आफ्नो नजिक जो हुनुहुन्थ्यो त्यही मात्रै हुनुहुन्थ्यो यहाँनिर चाहिँ। अनि ऊ चाहिँ टिका लाउनै नमानेर म चाहिँ उसलाई लास्टमा चाहिँ यहाँ भिडियो देखाउँदै लगाइदिँदैछु क्या। र पनि ऊ चाहिँ यति धेरै झन्झट मानिरहेको छ कि लाउने, टिका लाउने नमान्ने। टिका लाउनै मान्दैन क्या, उसले दसैँमा चाहिँ मानेको थियो। त्यहाँदेखि प्रायः टिका लगाउने नमान्ने। अनि फेरि यो केटाकेटीहरूलाई भुलाउनलाई यति गाह्रो कि हेर्दा जति सजिलो छ नि त्योभन्दा यति धेरै गाह्रो हुन्छ यिनीहरूलाई भुलाउनको लागि। अनि यहाँ चाहिँ हामी सबैजनाले पालो टिका लगाइदिँदै हुनुहुन्छ। अनि टिका पनि बल्ल लगाइसक्नु भयो होइन, किनभने ऊ त धेरै नमानेर लामो भयो क्या। टिका लाउन सरासर मानेको भए चाहिँ ह्याप्पी बर्थडे होइन ह्याप्पी होली मनाए जस्तै भएको थियो। उसलाई कार्टुन देखाउँदै भुलाउँदै थिएँ म। अनि त्यसपछि टिका लाउने कार्यक्रम सकिसकेपछि चाहिँ यहाँ हाम्रो डान्स हुँदैछ, ठुलो मम्मीको अनि केटाकेटीहरूको डान्स हुँदैछ। म चाहिँ उसलाई सुताउनु खोज्दै थिएँ। यहाँ पुरै रमाइलो भइरहेछ, चिल्लर पार्टीहरू, केटाकेटी सबजनाको।